हेलो नमस्ते वेलकम छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आशा छ हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि अनि हामी पनि सबैजना एकदमै सन्चै छौँ, एकदमै स्वस्थ व्यस्त छौँ। हजुरहरू पनि स्वस्थ व्यस्त रहनु होला। सो आज पनि धेरै समयपछि चाहिँ मैले ब्लग सुरु गरेको छु। आजको दिन भनेको चाहिँ आज बुवा र म सपिङ गर्न जाँदैछौँ। थोरै अरू काम पनि छ, जाँदैछौँ। यता हेर्नु न लाउरे उप यता हेर्नु न भनेको। भिडियो बनाउनु परेन अनि सपिङ गर्न जाने मान्छेको भिडियो बनाउनु परेन अनि पर्दैन। म जस्ट यस्तो ठट्रे बुढाको भिडियो कहाँ हिँड्नु भएको एकचोटि भनिदिनु त तपाईँ आफैले। के गर्नु, कहाँ जानु भएको अरे? खोइ कहाँ हो, भन्नु न, कहाँ पुग्छ त्यही नि। छिटो भन्नु न, मेरो भिडियो लामो भयो। राईहरू त्यहाँ छ। कोराई म चिन्दिनँ, आउनु छिटो। सो बोल्दा बोल्दै ठ्याक्कै सफारी पनि पायौँ अनि हामी चाहिँ सफारीमा चढेर अब इटरी चोक लाग्यौँ। यहाँ चाहिँ हाम्रो बुढी खोलाको पुलको काम हुँदैछ, यति भइसक्यो। हामी चाहिँ इटरी आइपुगिसक्यौँ। अब यहाँदेखि हिँडेर हामी चाहिँ आइतबार हटिया छिर्छौँ। हामी चाहिँ आज खासमा कुरा चाहिँ के भने नि, हाम्रो उपालाई चाहिँ सपिङ गर्ने पैसा चाहिँ हाम्रो गबेटी आन्टीले दिनुभएको, आफूले मन परेको केही लुगाहरू किनेर लाउनुहोस् है भनेर दिनुभएको थियो। अनि कसैले माया गरेको दिएको कुरा चाहिँ अलिक यादगार तरिकाकै रहोस् भनेर हाम्रो उपालाई चाहिँ फोटो फ्रेम बनाएर राख्न पनि एकदमै मन थियो। ठ्याक्कै आज जुर्यो अनि त्यही भएर चाहिँ मैले उपालाई पहिला लुगा किनिदिने अनि त्यही लुगा लगाइदिएर चाहिँ फोटो खिचेर धुलाएर फ्रेममा राख्ने भनेर चाहिँ आज हामी आएको छौँ है नातिनी बाजे। ट्याग लाउनु अनि ट्राई गर्नु। कपडा राम्रो छ नि त। कपडा चाहिँ के कपडा हो यो दाइ? यो गर्मीमा नपोल्ने खाडीको कपडा हो, एकदम राम्रो ओरिजिनल कपडा। ठिकै न मिक्स डाडुम डाडिया डाडी लिमा चल्थ्यो डाडुम डाडु भनेको लिउँ भनेको होइन, मन पऱ्यो कि परेन भनेको। फोटो खिचिदिनु नि त बाजेको। खिचिदिने, किन खिच्नु पर्दैन, खिचिदिने लाने भन्नुभएको छ। फोटो खिच्ने ठाउँमै लाने हो क्या, लाएर गएर त्यहाँ घाँटी पक्रिन्छ। एकपल्ट फोटो खिच्नको लागि मात्रै अनि खोलिदिने हो ल। राम्रो छ, लाएर हेर्नु। त्यो पनि लाउनु, यो खोल्नु त, यो सर्ट खोल्नु नि। तन्किने पोल्ने हुँदैन। मैले लगेको पुरै तन्किने भयो अरे, गुनगुनाउनु भएको भाइ। अरू बेला चाहिँ गुनगुनाउनु हुन्न, टक लागेको बेलामा चाहिँ यस्तो लुगा ल्याइदियो भन्नुहुन्छ। पोल्ने दिएर के गर्नु, कहिले पोल्दैन? तन्किँदैन, तन्किँदैन यो तन्केर कोही यति लामो त्यस्तो पनि छ त फेरि मसँग। ल यसमा पनि हेर्नु पर्यो, यस्तो भयो भने त फिर्ता पनि ल्याउनु। ल ऐनामा हेर्नु, अब 1 महिना लाएर पछाडि फेरि हुन्छ हुन्छ पनि ल्याएर दिनु नि। ल हेर्नु कति फेरि फिर्ता दिनु पर्यो पैसा। पैसा दिउँला, पैसा उता हेर्नु, फिर्ता दिन्छु। उता फर्किनु न, उता पहिला हेर्नु। हैन हेर्नु कति राम्रो देखेछ ल, हेर्नु पहिले। कस्तो राम्रो आफैले मन परेर किनेको हो नि, भोलि पर्सि गनगन गर्न पाउँदैन फेरि मलाई। पेन पनि दिनु छ मलाई चित्र। आमा सनमे उप म त खिचेको गर्छु। अब भन्नु त किन आएको अरे? चाहिएको छैन। सो टी सर्ट किन्यौँ। अब यहाँबाट जान्छौँ हामी फोटो स्टुडियो। फोटो एउटा फ्रेममा, ठुलो फ्रेममा फोटो बनाउने रहर गर्नुभएको छ कि, त्यसको लागि अब हामी फोटो सुट गर्न जान्छौँ। त्यसपछि मेरो स्टुडियो जानेवाला छौँ, मेरो गीत गाउने ठाउँ हेर्नलाई, देखाउनलाई।
स्टुडियो देखाउनलाई। सो हामी चाहिँ फोटो स्टुडियोमा हाम्रो बाबैले फोटो खिच्यो। हाँस्नु पर्यो अलिअलि, त्यो नागरिकताको फोटो जस्तो ज्ञानी हुनु पर्दैन, अलिअलि हाँस्नु पनि, हाँस्नु न। ल त्यो ऊ जस्तो क्या नागरिकताको फोटो जस्तो सिरियस हुनु त पर्दैन, यो त आफ्नो खुसीले खिचेको फोटो हो नि त। हाँसेको आएछ ल। हाँस्नलाई पैसा दिनुपर्छ, हाँस्नलाई पैसा दिनुपर्छ। सो हाम्रो फोटोसुट कार्यक्रम पनि सकियो। अब हामी जाँदैछौँ स्टुडियो है। आज बाजेलाई मेरो स्टुडियो घुमाउन लानु भनेको छुट्टीमा आएको बेलामा, त्यहाँ मेरो काम पनि छ। त्यही भएर अब हामी लाग्यौँ स्टुडियोतर्फ है त। मेरो क्या मेरो गीत गाउने ठाउँ हेर्ने होइन त भनेको। कहाँ हो? सो अब चाहिँ हामी हाम्रो स्टुडियो पनि आइपुग्यौँ भन्दा हुन्छ है। हाम्रो स्टुडियो यो भित्र छ, भित्र कुनामा छ, काप्चामा। भित्र कुना काप्चामा छ। हेलो हेलो हेलो। ए म बाहिरदेखि हल्लो हल्लो गरेको। हल्ला 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 आउनु पो, बस्नु यहाँ। लु अब चाहिँ स्टुडियो पनि आइपुग्यौँ। यहाँ दाजुले काम गर्दै हुनुहुँदो रहेछ। अस्तिको दिन मैले यहाँ एउटा गीतको डमी छोडेको थिएँ, अनि त्यसमा चाहिँ केही अलिकति मिलाउनु पर्ने थियो र म यहाँ आएको। सो मैले चाहिँ पूर्वेली लोक भाकामा एउटा गीत तयारी गर्दैछु। गीत आएपछि हजुरहरू सबैजनाले हेरेर साथ दिनुहोस् है भन्दै अब हामीले चाहिँ त्यो हाम्रो कामहरू सकाएर फर्क्यौँ घर फेरि आफ्नै वासस्थानतिर। थ्याङ्क यू फर वाचिङ। बाई बाई।